गुड मर्निङ स्टुडेन्ट। गुड मर्निङ सर। म को चिनेको छ तिमीहरूले? छैन सर। आई एम द हेड सर। हेर्दा त पाले जस्तो छ हेड सर रे। ए हो तमुट आई गोट टु क्वेसन यु। व्हाट इज योर फादर? पुट इज योर नेम? सर हामीलाई त अहिलेसम्म यस्तो इङ्ग्लिस पढाउनु भएको छैन। ए गधा, यस्तो छ तिमीहरूको पढाइको हालत त कसरी पास हुन्छस्? तँलाई आफ्नो नाम पनि थाहा छैन? थाहा छ, रामेश्वर हो। अनि मैले त्यही त सोध्दैछु, तेरो बाउले तेरो नाम के राख्यो भनेर। गधा, तँलाई यति नै आउँदैन? तर सर क्वेसन त अर्कै हुन्छ हैन र? चुप, तँ धेरै जान्ने हुँदैछस्। होइन, यो कसको बच्चा रहेछ? यो पास हुँदैन अब। एक्सक्युज मी। ए तिमीहरूलाई भन्दैछु। सर एक्सक्युज मी होला नि। चुप, तिमीहरूलाई त्यति नि थाहा छैन स्ट्यान्डर्ड एक्सेन्ट। यसरी बोल्दा खैरेहरूले छिटो बुझ्छ, बुझिस्? म तिमीहरूलाई विदेशी इङ्ग्लिस सिकाइरहेको छु। ल त भन्, म तसँग बोल्न सक्दिनलाई इङ्ग्लिसमा कसरी भन्छ? तसँग बोल्न सक्दिनलाई आई क्यान नट टक भन्छ सर। गलत, एकदम गलत। मैले तिमीहरूलाई के सिकाइरहेको छु? एक्सेन्ट। ल सुन, म भन्छु। म तसँग बोल्न सक्दिनलाई इङ्ग्लिसमा आई कान्ट। बुझिस् के भन्छ भन्दा? आई कान्ट। छोटो फेरि भन्छ आई कान्ट। गड। अनि सर हाम्रो स्कुलमा कम्प्युटर क्लास कहिलेदेखि सुरु हुन्छ? अनपोसिबल। तिमीहरू पढ्न आएको पढ्ने, किन चाहियो तिमीहरूलाई कम्प्युटर? बत्तीको पैसा तँले तिर्छस्? कस्तो तोरी हेड सर रहेछ। के रे? त उठ त पढेर के बन्ने सोध्छ भन् त तेरो? म त ड्राइभर बन्ने हो सर, किनभने मेरो बाबा पनि ड्राइभर हो। अनि ड्राइभर बन्न किन पढ्नु पर्यो? ल सर तपाईँलाई थाहै नरहेछ ड्राइभर बन्न पनि इक्जाम दिनुपर्छ भनेर। के यहाँ जोक चलिरहेछ? हँसाऊ, मलाई पनि हँसाऊ, म पनि हाँस्छु। फेरि हाँस्दा हाँस्दा तपाईँ सकिनु भयो भने भोलि स्कुल छुट्टी हुन्छ। ए त्यसो पो? हजुर सर। चुप, आज त्यहाँ एउटा कार्यक्रममा ढुङ्गा हान्न जान छ, सब रेडी भएर आउने। अनि सर स्टुडेन्टहरूलाई यस्तो हिंसा अराजक कामहरू गर्न लगाउनु हुँदैन हैन? ए त हेड सर कि म हेड सर? तपाईँ। अनि हेड सरले के भन्दैछ? यो आन्दोलन तिमीहरूको भविष्यको लागि हो। त्यहाँ जसले सिधा ढुङ्गा हान्छ त्यसले भोलि पुरस्कार पाउँछ र यो स्कुलमा सम्मान पाउँछ र पछि मन्त्री हुने सम्भावना उसकै धेरै छ। हो र सर? त तेरो गाउँको मेयरको चिन्यास्? मेरो अङ्कल। त्यो मेरो स्टुडेन्ट हो, मैले ढुङ्गा हान्न सिकाएको। हेर त अहिले मेयर भयो कि भएन? त्यही भएर यो तिमीहरूलाई प्र्याक्टिससँगै अफर पनि हो। बुझे सर। ओइ जाम म त हेड सट हान्छु आज।